हेलो गाइज, आज हामी खेल्नेवाला छौँ मेड इन नेपाल गेम्स। ल अब हामी प्ले स्टोरमा गएर नेपाली गेम भनेर सर्च गर्छौँ। सर्च गर्दा धेरै जस्तै सबै गेम भन्दा नि बढी सबै एप्लिकेसन मात्र आएको थियो हामीले। पहिलो गेम बस सिमुलेटर हिमालय भन्ने गेम आएको छ। इन्टरफेसमा त नेपाली मन्दिरहरू थियो र मैले डाउनलोड गरेँ। ल अब हामी पहिलो गेमतर्फ लागौँ है त। ढिलो नगरिकन यो गेम सुरु गर्दा त राम्रै चल्छ जस्तो लागेको थियो, तर यो गेम त लास्टै ल्याग पो चलेको छ त। ल गेम त स्लो चलेको, यस्तो ल्याग गेम अहिलेसम्म यस्तो गेम खेलेको थिएन। अब म यसलाई 100को स्पिडमा चलाउने ट्राई गर्छु। हेर्नुहोस्, मैले 100को कटाइसकेको छु। मलाई त अल्छी लाग्यो। अब म यो गेमलाई डिलिट गर्छु। अब म अर्को गेम खोज्नतर्फ लाग्छु। धेरै खोजिसकेपछि मैले एउटा गेम भेटाएँ। यो गेम त ठकै नेपाली माइक्रो थियो र यो त नेपाली गेम होइन रहेछ। तर म यो गेमलाई ट्राई गर्न चाहन्छु र मैले डाउनलोड गर्छु। यो गेम त युनिटी भन्ने चर्चित कम्पनीको पो रहेछ। यो गेममा त मेरो उमेर सोधेको छ, तर मैले मजाकमा 100 इयर्स ओल्ड राखिदिएँ र मैले क्यारेक्टर रोजेँ। र यहाँ मैले रोज्न लागेको थियो र मैले हाम्रो नेपाली माइक्रो रोज्न लागेको थिएँ, तर माइक्रोलाई त $2000 पो भन्छ त। र मैले भ्यान लिएर खेल्दा एक लेभलको $1000 पो दिने पो रहेछ। र मैले खेल्न सुरु गरेँ। यो गेम त अघिको भन्दा स्मुथ र इजिली सजिलो तरिकाले चलेको छ। अहिलेसम्म भिडियो हेर्नु भएको छ तर सब्स्क्राइब गर्नु भएको छैन, छिटो सब्स्क्राइब गरिहाल्नु यस्तै भिडियो हेर्नको लागि, र लाइक गर्न चाहिँ नभुल्नु होला है। ल अब हामी खेलौँ है त। अब हामीसँग माइक्रो किन्ने पैसा जम्मा भइसक्यो र अब हामी माइक्रो चलाउनेछौँ। यो भिडियो मेरो फर्स्ट भिडियो हो, यसैले मलाई धेरै सपोर्ट दिनु होला र मेरो भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नु होला। ल अब हामी सबै गेमलाई रेट गर्छौँ। पहिलो गेमलाई हामीले 2 रेट गर्छु 10 मा, र दोस्रो गेमलाई चाहिँ 7 रेट गर्छौँ 10 मा। ल गाइज, आजको लागि यति नै। अब हामी अर्को भिडियोमा भेट्नेछौँ। पिस आउट।